सो गाइज हो हामी चाहिँ होइन चित्ती सरौली चाहिँ देख्न सक्नुहुन्छ गाइजहरू हामी होइन केटाहरू यहाँ हिँड्दैछन् म चाहिँ यहाँ भ्लग बनाउँदै टक्क बोकेर गर्मी भइरहेको केटाहरू तल पनि आउँदै खानु यस्तो डाँडामा आइसक्यो हामी उकालो केटाहरू देख्न सक्नुहुन्छ यहाँ सर थाक्छ कि यो कार्यक्रम त टेन्टको लागि है गाइज फाइनल्ली ढल्यो ल ल ल ल यता यस्तो रमाइलो भइरह माथि त्यो लाइट बलेको त्यो मन्दिर हो है मन्दिर पनि वहाँ माथि छ भोलि त हामी यत्रो डाँडो उक्लेर यहाँबाट डाँडो यत्रो उक्लेर उहाँ मन्दिरमा जान्छन् त्यहाँबाट घामको सूर्यको र बादलको भ्यू राम्रो देखिन्छ ढकमक्क बादलको माथि आकाशमा त झिलिम झिलिम भएको त त्यतै सेटेलाइट हिँडिरहेको छ कतै कार्यक्रम चलिरहेछ गोस्त कुकम्यान त यता छ है कलम कुकम्यान है कुकम्यान यहाँ भात चामल पुग्दैन कि यस्तो आएर त पकाउन लगाइरहेको छ गाइस यता चाहिँ आज हामी गलेघाम कोटाको त्यही सबैजना मिलेर कि पार्टी गर्दै यहाँ टेन्ट बनाउँदै खुकुरीले आज आज हामी पार्टी हानियो सबैजना सम्झनाको लागि घुम्न आएको डेकको व्यवस्था उदय छ पुरै गोबरको व्यवस्था केटाहरू आज रातभरि नसुत्ने कुरा गरिरहेका छन् सबै हामीले सागर पनि मेरो भाइ कुकिङ म्यान यहाँ सबैको व्यवस्था छ है गाइस
यो भ्यू सहितको रमाइलो यता कस्तो छ भ्यू र यो रमाइलो 10 कक्षा पढेपछि सम्झनाको लागि सबैजना मिलेर आएको अनि कस्तो भछ ब्लग यसो कमेन्ट गर्नु होला तर चतुर बस्ने व्यवस्था गरौँ यहाँ हाम्रो सामानहरू देख्न सक्नुहुन्छ यहाँ हाम्रो सामानहरू छ यहाँ हाम्रो काले दोष यहाँ स्याउलाहरू के मैले भन्ने यो त स्याउला चाहिँ त्यहाँ सक्नुहुन्छ हाम्रो मासु भन्छु यो गरममा ल भाइ ल हामी अब स्याउला काट्न जाँदैछौँ होइन स्याउलाको भात मात्रै लिएर स्याउला होइन कि चिलाउने हो चिलाउने त लगाइज र अहिले एकछिन त ल आजको हाम्रो मेन सेफ है सुशील ल यता हेर त हाम्रो सेकेन्ड सेफ है दोस्त के बनाउनु अब यो पछि पकड होला ऊ हाम्रो अर्को यहाँ ल हामी रमाइलो गर्दैछौँ हाम्रो यहाँ हाम्रो सजी सर यहाँ हालो घरमा अल्लाह ठ्याक्कै हाम्रो आजको मुख्य मान्छे चाहिँ उहाँ है यता हेर्नु हाम्रो रमत भाइ अहिलेको भ्लगर बनेको थियो अहिले को मान्छे हो यो सो गाई अहिले हामी टेन्टमा आइसक्यौँ हाम्रो पढनदास साथी यहाँ पढनदास साथी यहाँ यस्तो होइन यहाँ पढ्दैछन् यहाँ अर्को पढनदास त्यो त रोका अब यहाँ दाजु देखाउँछ तिमीले यहाँ हेर केटाहरूले यहाँ दह्रो पढिदिरहेछन् अप्सनलको यहाँ ल हल्ला र बाली ठ्याक्क ल केटाहरू स्वाद मासु क्या बाफमा गाईगिरी दोस्त यता आउन तिमीले यहाँ के भन्नु हो कि ल तपाईँको इन्टरभ्यू दिनु छ नरुनु नरनी छोरो हाम्रो भात डढिसक्यो है भात डढ्यो हाम्रो सेफले भात डढायो त सेफ हो कि सेफ हो यहाँ हाम्रो सर भात हेरेर झुलेर यहाँ भात डढिसकेको छ यहाँ हामी अब अनि गाईहरू उहाँ दुईजना पढनदासहरू पढिरहनु देख्न सक्नुहुन्छ है दुईजना पढनदासहरू छन् र हामी चाहिँ अब यहाँ ठ्याक्क यहाँ बसिरहनु सो गाईहरू हामी चाहिँ यहाँ भात सात हान्दैछौँ टक्क हामी भात हाल्दैछौँ ल अब ल एक प्लट खाइदिनु पऱ्यो भात अनि अहिले भेट्छु ल ल बाई ल हामी चाहिँ भात खान लागिसक्यौँ हामी खाँदैछौँ ट्याक्क अब होइन अहिले भात ल केटाहरू यहाँ खाना सो गाइजहरू हामी चाहिँ अहिले बिहान कति 4:30 बजी उठेर ट्याक्क भ्यू अँध्यारो छ होइन ट्याक्क अब एकछिनमा ठ्याक्क अब सनराइज सो गाइजहरू हामी चाहिँ ठ्याक्क अहिले 6 बजिसकेको छ हामी ठ्याक्क त्यो डाँडामा जान लाग्यो अहिले यहाँ ठ्याक्क ल यहाँ भ्लग ठ्याक्क अब होइन माथि गइन्छ डाँडामा गएर ट्याक्क अब
एकछिनमा रमाइलो गरिन्छ अब अहिले खानासाना खाएर घरतिर लाग्नुपर्ने हामी चाहिँ यहाँ ठ्याक्क ल मन्दिर आइसक्यो ल केटाहरू यहाँ उक्लिँदैछन् होइन हामी चाहिँ अब बस्नुको लागि माथि जानु लागि यहाँ ल मन्दिर यस्तो बबाल छ अब भोलि ठ्याक्क यहाँबाट भ्यू टावर हेर्ने ठ्याक्क यस्तो यहाँबाट बबाल भोलि बिहान देखिन्छ ल टक्क माथिको भ्यू टावरबाट हेर्ने ठ्याक्क अहिले चाहिँ हामी भ्यू टावर यो मन्दिर अब हामी यहाँ छौँ भोलि बिहान दृश्य देखाउँछौँ यहाँ